हेलो साथीहरु, वेलकम टु माई युट्युब च्यानल। साथीहरु, आयो हजुरहरु पनि सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। आज हामी बिहान दैलेखतिर जाँदैछौँ साथीहरु, मेरो नन्दको घरमा। सबैजना जम्मा भइसक्नुभयो, गाडी पनि आइसक्यो। अब म पनि घरबाट निस्केको साथीहरु। आज धेरै दिनपछि मेरो भ्लग आउँदैछ साथीहरु, हेर्दै गर्नु होला। अब निस्केको हामी घरबाट फाइनल्ली साथीहरु हिँडेको। अब बाबु कुखुरा चारोहरू हाल्नु पठाउनु है। त स्कुटी त अगाडि जानु पर्छ, त गाडी भन्दा। ए दिदी गाडी त छिटो जाला। ल अब दैलेख यात्रा, दैलेखको गुरासे लाउनु हिँड बाजेसँग पछि पछि। कस्तो राम्रो फुल्यो रहेछ आलु त। अयो कति धो सिँढीमा गाह्रै भएको छ, रमाइलो भएको छ। ल भ्यू टावर आइयो। ल पिङ्खेला हाई। ल खेला खेला। यति चकलेट किनेछ लाउनु। भ्यू टावर साथीहरु, रानीमा त चिसो चिसो मौसम छ यहाँ। रमाइलो छ, आउनु होला तपाईहरु पनि। भयो गराउ है। ल भयो ल यता हेर, यता हेर। ल भर्खर पिङ खेल्ने बेला भएको छ। ल हेलो गाइस, आज हामी बहिनी घर जाने क्रममा यहाँ भ्यू टावर बसेर यसो मनोरञ्जन जानु मन लाग्यो गर्दै ल जानु त्यहाँ माथि। हामी त गइसकेको, म त जान्न, चक्कर लाग्छ सिसामा। किन छुट्छ भने बुढेको बुढी नि आऊ। हेलो हाई, फोटो सुट हुँदैछ यहाँ आन्टीहरूको। आहा लाली गुराँसको फेदमा फोटो सुट हुँदैछ। मचुनु न।
नानी घुमाउँछ अब झरा अब हामीसँग जाम्ला के ल फाइनल्ली गाइज अब लाग्यो दैले फाइनल्ली ल फुपू ल आउनुहोस् भदैनीको घरमा भन्नुहोस् के चुप्रा यही हो चुप्रा बजार त्यस्तो छैन चुप्रा बजारबाट सिलाडीतिर लाग्यो जाल खेलेछन् भाइ त्यहाँ कस्तो मजाले केटाहरू तल चुप्रा माछा मारेछ के पुरैका चप्पल दिएर आफूले चप्पल लगाएर हात भएर राख्यो मौसमले ल अब खाना स्टार्ट मेरो बोतल माया लाएछु म त आज दैलेखमा आएछु मायाको घर कतिने गाउँ चिन्नै सकेन ओल्नो कि पर्नो माइलीको जेठी बुबु भन्नु क्या माइली माइली बुहारीको जेठी बुबु घरमा आएछु आएछु मैले गीतै बिर्सेँ गाडीमा जाने बाबु अब माले अब यो बोतल त मैले लिन्छु के बोतल कहाँ गएको नि एकचोटि भारी हो
दुई सम्झेनीको सम्झेलो दुई वर्ष हामी जन्तीहरू सबै हामी जन्ती जन्ती पनि हामी त मोटा त घर जस्तै हो अझै लौजा भन्दै भन्छु सन्तानमा गएको भयो सबै जस्तै हो के उसै छ कहाँ बस्ने उठी बसी बसी नाच्ने अब के अरे दुईटै उस्तै लाउरेको भाइजी लाउरेको आमा ओराउने पो हो त झिकेर घाममा दोहोरे के तलबाट म थाप्छु तेहेरे गर्नु होला जेठी सम्झिन्छ भाग्नु साथीहरू अब हामी हिँड्न लाग्यो घरतिर पारिवारिक गाउँ अंकल अब जाने हैन अब लाग्नु पर्यो मादल
गाडीको यात्रा सुरु हुन्छ अब हाम्रो दैलेखबाट सुर्खेत घरतर्फ जाने अब फाइनल्ली साथीहरू हामी दैलेखबाट घर आइसक्यौँ भर्खरै 7 बजे पुरा झिलिमिली भइसकेको छ अँधेरोमा आयौँ साथीहरू भर्खर बेलैमा आयौँ राम्रैसँग गइयो रमाइलो भयो कहिले नगएको ठाउँमा गयौँ आयौँ साथीहरू आजको भिडियोहरू हजुरलाई कस्तो लाग्यो राम्रो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला भन्दै आजको भिडियो यति नै साथीहरू बाई